के तपाईँ आनन्दित जीवन जिउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने भिडियोलाई नछुटाइकन हेर्नुहोला। सुरुदेखि अन्तिमसम्म हेर्न नभुल्नुहोला, भिडियो थोरै लामो हुनसक्छ है त। तपाईँहरूको बिचमा यो भिडियोलाई हेर्दै गर्दाखेरि लाइक सेयर कमेन्ट गर्न नभुल्नुहोला। कृपया गरी तपाईँहरूले गरेको एक लाइक सेयर कमेन्टले धेरै मानिसहरूको जीवनमा केही न केही सहायता पुग्न सक्छ। त्यसैले म तपाईँहरूलाई यो आग्रह गरेँ है त। यदि तपाईँ आनन्दित जिउन चाहनुहुन्छ भने तपाईँ हरेक समस्यामा, हरेक दुर्बलतामा, हरेक कमजोरीमा, हरेक परिस्थितिमा, हरेक अभावमा तपाईँ चाहिँ के भन्नु आनन्दित मनाउनुहोस् है, आनन्दित मनाउनुहोस्। अनि यदि तपाईँले तपाईँको समस्यालाई परमेश्वरभन्दा ठुलो ठान्नुभयो भने तपाईँले कसरी विजय प्राप्त गर्न सक्नुहुन्छ? तपाईँले कसरी चाहिँ परमेश्वरलाई अनि त्यो उच्च स्थानमा राख्न सक्नुहुन्छ? त्यसैले यदि तपाईँसँग हो मानिसलाई भौतिक रूपमा विभिन्न कुराको खाँचो पर्छ, आइपर्छ होइन, समस्या हुन्छ। कतिखेर यो गर्छु भने त्यो पुग्दैन, त्यो गर्छु भने त्यो पुग्दैन होइन। मान्छेलाई विभिन्न खालको अभाव र टेन्सन, तनाव आइहाल्छन् है। किनभने ती सबै कुराहरू कहाँबाट हुन्? ख्याल गर्नुहोस् है, ती सबै शैतानबाट हुन्। किनभने तपाईँलाई लडाउन खोजिराखेको हुन्छ, तपाईँलाई पछाड्न खोजिराखेको हुन्छ, तपाईँलाई पछाडि पछाडि सबैभन्दा तल राख्न खोजिराखेको हुन्छ। त्यसको उद्देश्य नै त्यही हो। किनभने परमेश्वरलाई विश्वास गर्ने मान्छे, परमेश्वरमा शान्ति र आनन्दित मनाउने मान्छे त्यो शैतानको नजरबाट के हुन्छ, एकदम दाह गरेर राख्छ क्या उसलाई होइन। कसरी हुन्छ? उसको परिवारमा प्रहार गरेर हुन्छ कि, आर्थिक रूपमा प्रहार गरेर हुन्छ कि, शारीरिक रूपमा आक्रमण गरेर हुन्छ कि होइन। अनि उसलाई चाहिँ विभिन्न लोभ र लालचमा पारेर हुन्छ कि होइन। होइन तैँले यो गरिराख त यो ठिक होइन, यो गर्दा ठिक हुन्छ नि होइन। विभिन्न कुराहरूले मान्छेलाई के चाहिँ आकर्षित गरिदिन्छ। त्यसले चाहिँ के हुन्छ, शैतानले खिचिराखेको हुन्छ, तपाईँको ध्यानलाई भट्काइराखेको हुन्छ परमेश्वरलाई सँगको आनन्द मनाउने समयमा, प्रशंसा गर्ने समयमा होइन। अनि तपाईँलाई त्यो ध्यानबाट एकदम उसले के भट्काउ गर्न खोजिराखेको हुन्छ। त्यतिखेर तपाईँ सचेत हुनुहोस् कि संसारमा तपाईँको धन सम्पत्ति, समस्या, दुःख, पीडा, वेदना सबै कुराभन्दा महान र उच्च र सबैभन्दा माथि को हुनुहुन्छ? परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई तपाईँले ढुक्क निसङ्कोच मानिकन तपाईँले आत्मविश्वास साथ उहाँलाई शिर बनाएर राख्नुहोस् है। त्यसैले तपाईँ कतै पनि नडगमगाइकन तपाईँको हृदयलाई होइन पूर्ण रूपमा है स्वर्गको लागि बाँधेर है राख्नुहोस्। शैतानलाई लिन नदिनुहोस् र हृदय खोल्नुहोस्। पवित्र आत्माद्वारा विश्वासको आत्मा खोल्नुहोस् कि त्यो स्वर्गमा पनि खोलिनेछ है। स्वर्गको लागि सबै कुराहरू खोल्नुहोस् जो चाहिँ स्वर्गको लागि हुन् होइन। अनि त्यो कुराहरू तपाईँ बाँध्नुहोस् तपाईँको जीवनबाट, जो शैतानको लागि हो। त्यो शैतानले तपाईँलाई होइन स्वर्गमा पुगाउनु पर्ने कुरालाई यहाँ बाँध्न खोजिराखेको हुन्छ नि। त्यसलाई तपाईँले शैतानको पन्जाएर झकेर्नाबाट छुटकाएर, त्यो अनुराबाट छुटाएर तपाईँले स्वर्गको लागि तयार गर्नुहोस्, त्यहाँ फुकाउनुहोस् र यहाँ पृथ्वीमा बाँध्नुपर्ने कुराहरू सबै बाँध्नुहोस्। त्यो शैतानलाई बाँध्नुहोस्, हकार्नुहोस्, त्यसलाई होइन हटाउनुहोस्। याकुब 4:7 अनुसार दाबी गर्नुहोस्। त्यहाँ विभिन्न बाइबलका पदहरू छन्, तपाईँले हकार्नुहोस् निसङ्कोच। त्यसलाई चाहिँ तपाईँले विश्वास साथ त्यसलाई चाहिँ के गर्नुहोस्, येशूको नाउँमा हटाउनुहोस्। त्यो हट्छ, किनभने त्यो प्यारालाइसिस भइसकेको छ, त्यो कुल्चिसकेको छ, त्यसको कुनै शक्ति छैन होइन। जुन मान्छेको शक्ति र अधिकार त्यसले अदनको बगैँचाबाट खोसेको थियो नि आदमको हातबाट, त्यस्तै गरिकन त्यो सबै शक्ति र अधिकारलाई येशू ख्रीष्टले खोसिकन कल्भरीको क्रुसमा येशू ख्रीष्टले त्यहाँ शैतानका हरेक कागज तमस्सुक मानिस र परमेश्वर सम्मको सम्बन्धलाई सबै त्यो विकराल बनाएको थियो नि, जोड्नको लागि उहाँले चाहिँ आफ्नो मृत्यु वहन गर्नुभयो। सबै रोग वेदना, दुःख, पीडा, समस्या सबै कुराबाट छुटकारा दिनलाई, हामीलाई विजय, उन्नति, प्रगति, सबै आशिष र मय जीवन जिउनको लागि उहाँले चाहिँ सबै कुरा शक्ति र अधिकार खोसिसक्नु भएको शैतानले, र त्यो अधिकार पवित्र आत्माद्वारा हामीलाई सुम्पिनु भएको छ। त्यसैले शक्ति र अधिकार तपाईँ र मलाई प्रयोग गर्ने शक्ति दिनुभएको छ, अधिकार दिनुभएको छ। हामीले प्रयोग गरौँ, शैतानलाई येशूको नाउँमा हटाउँ र शान्तिसँग हरेक समस्यामा जीवन येशू ख्रीष्टमा जिउँ।